मिन फाइन्ड गर्दाखेरि हरिजेन्टल पोजिसनमा लाई हामीले भर्टिकल पोजिसनमा यसरी सजाउनुपर्छ। क्लास 0 to 30 फ्रिक्वेन्सी 12 यसरी हरिजेन्टल भर्टिकलमा सजाउनुपर्छ। र अब यो चाहिँ 0 to 30 को बिचको मिडल फाइन्ड गर्नुपर्छ। 0 to 30 को मिडल हुन्छ त्यो 15। यो चाहिँ क्लास मार्क, क्लास जुन चाहिँ छ त्यसको मार्क बिचको। 30 to 60 मा चाहिँ हुन्छ 45, 60 to 90 हुन्छ 75, 90 to 20 हुन्छ 105, 120 to 150 को बिचमा हुन्छ 135। अब यतापट्टि प्रडक्टमा नै मल्टिप्लाई F1 इन्टु X1 यानि कि 12 इन्टु 15 गुणा गर्दा 180, 15 इन्टु 45 गुणा गर्दा 675, 20 भनेको 0, 2 5 10, 2 7 14, 15, 25 to 105 मल्टिप्लाई गर्दा 2625 र 8 को टेबलमा यो 8 ले मल्टिप्लाई गर्दा 1080। अब यो मल्टिप्लाई गरेपछि यसको जुन चाहिँ प्रडक्ट छ त्यसलाई चाहिँ हामीले सम गर्नुपर्छ। प्रडक्ट अफ F1 X1 यो जोड्दाखेरि हुन्छ, यसो जोड्दाखेरि 6060 हुन्छ र त्यसको फ्रिक्वेन्सी पनि सम गर्नुपर्छ। सम अफ फ्रिक्वेन्सी यो जोड्दा 80 आउँछ। अनि अब हामीलाई मिन फाइन्ड गर्दाखेरि मिन इज इक्वल टु सम अफ F1 इन्टु X1 प्रडक्ट अफ सम अफ प्रडक्ट अनि सम अफ फ्रिक्वेन्सी। अब F1 X1 को प्रडक्ट टोटल कति आउँदैछ 6060। सम अफ F1 को कति आयो 80, 0 0 क्यान्सल, 2 4 जा 8, 2 3 जा 6, 2 0 0 2 3, 3 नट 3 माथि भयो मुनि 4 भयो। अब 303 लाई मुनि 4 ले डिभाइड गर्दाखेरि 4 7 जा 28 बाचे 2, यो 3, 4 5 जा 20 बाचे 3, पोइन्ट दियो भने 0 आउँछ। 4 7 जा 28 बाचे 2, डेसिमल दिएकोले गर्दा 0 आयो। 4 5 जा 20 त एन्सर हुन्छ 75.75।